अहिले हामी दोलखाको फस्कुमा काफल खानामा एकदम व्यस्त छौँ। हाम्रो साथी चाहिँ एकदम यहाँ भर्याङ लगाएर चाहिँ काफल टिपेर खाँदैछन् हाम्रो साथीलाई। अनि साथी कस्तो अनुभव भइरहेको? राम्रो भइरहेछ हैन त? ल यार यसमा थ्याङ्क यू यार, थ्याङ्क यू। यहाँ हाम्रो भाइ पनि उहाँ पुरा अब हामी पालै टिप्दै पनि छौँ। उहाँ साथीले पुरा गुजुमुच्चो परेको ठाउँबाट टक्क टिप्दै हुनुहुन्छ। एकदम उहाँ एकदम मन्द मुस्कानको साथ तपाईँहरू देख्न सक्नुहुन्छ। खास कुरो चाहिँ के भन्दा हाम्रो साथीको अलिकति हाइट कम भएर चाहिँ यो भर्याङ लगाउनु परेको अवस्था हो होइन। नत्र भने चाहिँ यो भुइँबाटै भेट्न पर्ने हो। हेर्नुहोस् यी हात मैले यहाँ गरेँ, अलिकति यो दिने बित्तिकै टक्क यो छुइ नै हाल्थ्यो। ल आहा हेर साथीले खाए, जोडले खाए त यार। अनि भाइ यसमा के छ त राय? रमाइलो भइरहेछ एकदम होइन त? ल अहिले यहाँ हामी यसरी फस्कुमा चाहिँ रमाइलो गरिरहेछौँ। ल साथी केही छ भन्नु? अन्तिमी चाहिँ केही छ कि? ल धन्यवाद। ल एकदम साथी यार अझ टिप्न छोड्दैन यार। एउटा सानो